I'm here. Hi everyone, welcome to Ming Ming Vlog. आज चाहिँ हामी के लिएर आएको छु मुकबाङ भिडियो अनि हामीसँग छ के छ प्लिज हामीसँग छ लाफिङ मोमो बफ झोल मोमो झोल चाहिँ यहाँ छ अनि आफ्टर द्याट यो चाहिँ हो लाफिङको सस अनि हामीसँग छ बबल टी सो हामी खानालाई रेडी गर्छौं है यस्तो खाना मलाई सिक्यो एन्ड one thing what is today is my sister happy birthday so I want to what you want to try first I want to try first laughing same but different what is this sponge my goodness oh my god today sister birthday then service first अलिकति यो पनि हाल्नु पर्यो ठुलो हो भने you want oh यस्तो भित्र हाल्नु न यो यसको भित्र ल कस्तो छ है ओहे चेस ओइ स्पुन युज गर्न सरी काट्यो फोर्क युज गरेर नि हुन्छ नि त्यो पनि ह्यान्डल चेस कस्तो ठुलो है कस्तो ठुलो हो कालो दिन जानुपर्छ यसमा कालो दिन पनि अलगै पर्छ जस्तो बदाम चाहिँ सही हाले है स्पाइसी भयो मलाई I want to try के ट्राई गर्ने मोमो चिकन मोमो हामीले अर्को स्पन्ज ल्याउनु पर्ने छ उयो हाल्न चिल्ली अर्को स्पन्ज लिएर आउँछु थ्याङ्क्स मिठो 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 यो पनि प्याज पनि के ट्राई गर्नु मलाई मन पर्दैन नभए छोड्दिए तँलाई चाहिँ ओके उयसले लियो न काटाले First bite. दामी यार म त फेरि यो ट्राई गर्छु सर्ती दामी होइन ओ यो ट्राई गरिहाल्नु पर्दो रहेछ
मलाई चाहिँ सिमको ससमा ट्राई गरौँ न कस्तो हुँदो रहेछ। त्यसो आयो क्वान्टिटी चाहिँ धेरै क्वान्टिटी बदाम ठ्याक्क मुखमा कस्तो चबाउँदाखेरि ठ्याक्क क्रन्ची भयो कस्तो मिठो झोलमा ट्राई गरौँ यसमा हाल्नु के गर्ने यो यसमा हालिदिउँ है झोल मोमो है यो चाहिँ थोरै राख्नु लेट्स ट्राई झोल त्यसबाट हाल्नु भिज्नुपर्छ कि तर मलाई चाहिँ के लाग्यो हिमालयनको हिमालयन कहाँबाट अर्डर गरायो हिमालयनको चाहिँ लास्टै मिठो लाग्छ उयसको झोल जस्तो छ यो बदामको के त्यो के बदाम अरू यो भटमास भटमास ठ्याक्क स्वाद आयो क्या उनीहरूले नेपालबाट ल्याउँछ यो बस दामी है म धेरै नै धेरै जस्तो यही खान्छु झोलमा मैले आफूले बनाएको हुन्छ खाएको चाहिँ खानै ट्राई गर्छु हामीले चाहिँ खाइसक्यो बिहानै मैले खान्छु ल एउटा विङ्स ए यो त विङ्स हो मैले पिस पिस गरेको क्या उयसको झोलसँग कसको भने केसको झोल हो भन 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 दामी हुन्छ त मलाई चाहिँ खासै पिरो मन पर्दैन त्यही पनि आज साँझ लास्टै गाह्रो हुँदैछ मिठो हुन्छ लास्टमा चाहिँ मलाई नेपालकै मिठो लाग्छ यहाँ चाहिँ अलिक के नमिलाई भन्नु खानालाई 1 घण्टा लाग्छ मैले खाइसकेको कतिचोटि म अलिकति स्लो मोसनमा खान्छु मलाई चाहिँ फुड त्यसो यहाँ राख्दै खाना भन्दा त्यसो धेरै युज गर्न लाग्छ उता युज गरे हो राख्दै आज यही हालिदिन्छ नि त्यो उयो गरेर हाल्न खासी मोमो
सेलाको चाहिँ मिठो उम्, मोमो चाहिँ यसो गम्मै खानुपर्छ हुन्छ यो पनि गम्मै खानुपर्छ लाफिङ पनि मलाई यो झोल त सेम नेपाल जस्तो लाग्छ यसमा रोल गर्ने बेलामा त्यो लसुनको पनि झोल हाल्छ होइन यसमा के कमी छ भने अमिलो उनीहरूले भिनेगर यसको नेपालको त्यो चाइनाको सस आउँछ नि त यहाँ अर्कै हुन्छ नि त त्यही भएर डिफ्रेन्ट हो क्या लाग्छ होइन पाइहाल्छ नि यहाँ पनि पाउँछ तर मैले फर्स्टमा चाहिँ मिठो लाग्यो त्यसपछि मिठो लाग्नु छोड्यो यार मलाई हो साँच्ची हो अझ कस्तो मिठो लाग्यो क्रेभिङ भएर नि होला लाफिङको बबाल हो यो बफ झोल मोमो all time my favorite तँलाई चाहिँ कुन मन पर्यो मलाई सिमोमो दामी छ सिमोमो पनि राम्रै छ तर सस चाहिँ मलाई धेरै स्विट स्विट त स्विटै हुन्छ तर उपरै स्विट भयो त्यो जे चिज हुनुपर्ने त्यो ससमा तर त्यो छैन के छैन मोमो चाहिँ मिठो छ तर यो ससले गरेर अलिकति डिफ्रेन्ट टेस्ट आइरहेको छ यसमा चाहिँ तर के हो भने थाहा छैन धेरै स्विट भयो जजेसहरू भएपछि यस्तै हो कडा कडा रेड सस धेरै हाल्दछ यिनीहरूले वेस्टर सस हाल्दैन मैले ससको घरमा पनि बनाउनु कति ट्राई गरेँ नेपालबाट ल्याउँछ अरे कि यो सामान मैले सोधेको थियो डेलिभरी बोयले म त विकेन्डमा कहिलेकाहीँ त अर्डर गरिबस्छु यो र चटपटी तर चटपटी चाहिँ ओसिन्छ त्यही पनि मिठो लाग्छ स्पाइसी पानीपुरी पनि मिठो छ तर धेरै अमिलो हुन्छ क्या सिजर पेपर राखिदिउँ न सिजर पेपर राख सिजर पेपर राख खा अहिले अघि नै चाहिँ गर्नु पर्ने थियो लास्ट मोमेन्टमा सिटी नाटे बेलामा अगाइसक्यो भनेको छु Scissor, paper, rock. Scissor, paper, rock. Scissor, paper, rock. चिटिङ भयो तेरो टाउको चिटिङ सँगसँगै भइरहेको यहाँ सिजर पेपर रक ल मलाई केही खानु छैन कस्तो सस त्यसलाई फिङ्ली मोमो किन त्यो एउटा मात्रै लाग्नु होइन जबरजस्ती Scissor, paper, rock. ल खान म लिन्छु यो दाँतमा के थियो म त अहिले खाइदिन्छु ए खानु मिल्दैन नि है उयो सिजर पेपर रक गरेर मात्रै होइन
Mm. 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 Hold my momo na खा अँ, धेरै गुलियो भयो क्या यो है भयो ल सिजर पेपर रक सिजर पेपर रक माथि गर्नु रेखा न सिजर पेपर रक उता खा हो नानी मलाई खेल्दैन है मलाई नै भन्छ ला तेरो काम हो नि ला तर यो पनि हिँड्छु तर धेरै गुलियो भयो क्या अहिले अलिकति सेलाएर खानु ल सिजर पेपर रक सिजर पेपर रक सिजर पेपर रक इ भएन मैले पनि बिस्तारै गरेको भएन त सिजर पेपर रक सिजर पेपर रक सिजर पेपर कहाँ भयो ए तैँले यस्तो गरे ल लि यो लि छिटो छिटो लि छिटो लियो खाने होइन गाइस हामीले यतिकै के ल यसले त खाइदिइरहेको म त फुल भयो सिजर पेपर रक म खाँदिनँ त्यो मन परेन सरी एक्सक्युज मी एउटा लाफिङ छ एउटा सिमोमो छ which one you like बरु म सिमोमो खान्छु तँ लाफिङ खा ल फेरि लास्ट सिजर ल जसले हार्छ त्यसले लाफिङ खान्छ जसले हार्छ त्यसले सफा गर्नुपर्छ कति चिटिङ गर्छ गाइस जब मेरो रुममा आउँछ यो छ नि महारानी जस्तो बन्न खोज्छ या अनि किनकि हामी उयो हो नि त पाहुना कहाँको पाहुना सिजर जसले हार्छ त्यसले यो खान्छ नो ल जित्नेले एउटै खान्छ ल त्यसो भए दुइटै खान्छ दुइटै खान्छ अनि यो सफा गर्छु बरु सिजर पे ल छिटो छिटो सिजर पेपर रक साले उता तैँले ढिलो गराए उता हुँदैन deal is deal bro फेरि एकचोटि छिटो सिजर पेपर रक जा खाँदिन म खानै पर्छ thank you bro thank you so much guys for watching our video. Thank you guys for watching our video. If you enjoy our video, then like, share, subscribe. Don't forget to do and see you on next video. Bye bye.